हेलो साथीहरु, हाम्रो मकै चाहिँ यतिको भइसकेको छ। धानमाला फालिसकेको छ। हेर्नु, बिहान टाइममा हजुरहरुलाई नमस्ते अनि गुड मर्निङ। मकै चाहिँ यति भइसकेको छ। मेरो तरकारी चाहिँ यति मात्र रहेछ। बारीभरि खोजेर तरकारी चाहिँ यति भेटाएको छु। अनि हेर्नुस्, मकैहरु हेर्नु, खासै बोल्न त आउँदैन साथीहरु। बिहान को टाइममा हजुरहरुलाई मेरो बारी देखाउँदैछु। यो चाहिँ अलि सानो मकै हो, पछितिर छरेको। यो चाहिँ अलि अगाडि छरेको भएर यत्रो भएको छ। हेर्नु, तरकारी चाहिँ केही भेटेन साथीहरु, यति मात्रै। हेर्नु, खुर्सानी चाहिँ यत्रो भा। खुर्सानी चाहिँ कोही फल दिँदैछ, कोही फुल्दैछ। खुर्सानी पनि थोरै छ साथीहरु, थोरै आफ्नो खानाको लागि। यो चाहिँ के खुर्सानी छुट्टै छ। यो चाहिँ छुट्टै डल्ले खुर्सानी छ। यो चाहिँ छुट्टै छ। अनि यहाँ एक दुईटा बुटा मैले हजारी पनि रोपेको छु। यहाँ चाहिँ फूल लाउन मलाई एकदमै मन पर्छ साथीहरु। फूल खुर्सानीहरु रोप्न, तर ठाउँ चाहिँ सानो छ नि त। फूल रोप्ने ठाउँ पनि छैन खासै, त्यही भएर फूलहरु सबै खुर्सानीहरु एउटैमा मिसाएर रोपेको छु। फल दिँदैछ साथीहरु। खुर्सानी चाहिँ त्यति भएको